नमस्कार, आउनुहोस् आज हामी सँगै एउटा गहिरो यात्रामा निस्कौं। यो यात्रा हो अखण्ड ज्योतिको अप्रिल 1954 को अङ्कबाट लिएको ज्ञानको। आज हामी युग ऋषि पण्डित श्रीराम शर्मा आचार्यजीका ती शिक्षाहरूमा डुबुल्की मार्नेछौं जसले हाम्रो भित्री अस्तित्वको बाटोलाई उज्यालो बनाउने प्रेरणा दिन्छ। आजको हाम्रो पूरा चर्चाको केन्द्रमा यही एउटा विचार रहेको छ। यो केवल एक सुन्दर भनाइ मात्र होइन, बरु एक गहिरो सत्य हो जसले हामीलाई सोच्न बाध्य बनाउँछ। के हामीले आफ्नो जीवनको वास्तविक उद्देश्यलाई साँच्चै चिनेका छौं त? के हामी त्यो भित्री प्रकाशलाई बाहिर आउन दिइरहेका छौं? हाम्रो पहिलो खण्डको शीर्षक हो कहिल्यै ननिभ्ने भित्री ज्वाला। यो शिक्षाले हामीलाई के सम्झाउँछ भने हाम्रो अस्तित्वको मूलमा दिव्यताको एउटा झिल्को छ। एक यस्तो अनन्त प्रकाश जुन हरेक प्राणीभित्र सधैँ बलिरहन्छ, चाहे हामीले त्यसलाई महसुस गरौँ वा नगरौँ। यही नै हाम्रो सबैभन्दा गहिरो सत्य हो। अब यो भित्री झिल्कोलाई स्रोत सामग्रीमा आत्मा वा वास्तविक स्व भनिएको छ। यो हाम्रो त्यो अंश हो जुन समयभन्दा पर शुद्ध र कहिल्यै नाश नहुनेछ। यो हाम्रो शरीर, मन र भावनाभन्दा परको हाम्रो साँचो पहिचान हो। यहाँ हेर्नुहोस् त, जीवनलाई हेर्ने दुई फरक दृष्टिकोण बीचको भिन्नता कति स्पष्ट छ। एकातिर छ सामान्य सांसारिक जीवन जहाँ सुख र सफलता बाहिरी कुराहरूमा खोजिन्छ। अर्कोतिर छ अखण्ड ज्योतिले देखाएको आध्यात्मिक मार्ग जहाँ साँचो सन्तुष्टि र आनन्द भित्री विकासमा र आफ्नो वास्तविक स्वरूपलाई चिन्ने यात्रामा पाइन्छ। ल, यदि हामी सबैभित्र त्यो दिव्य ज्वाला छ भने हाम्रो जीवनको परम उद्देश्य के हो त? हामी यहाँ किन छौं? हो, यही प्रश्नले हामीलाई हाम्रो अर्को खण्डमा लैजान्छ जहाँ हामी मानव अस्तित्वको वास्तविक लक्ष्यबारे अझ गहिरिएर कुरा गर्नेछौं। अखण्ड ज्योतिको शिक्षा अनुसार यो मानव जन्म आफैमा एक दुर्लभ र असाध्य बहुमूल्य अवसर हो। यो केवल खान, पिउन र भौतिक सुखमा रमाउनका लागि मात्र होइन, बरु आफ्नो वास्तविक दिव्य स्वभावलाई चिन्न र आत्मसाक्षात्कारको परम लक्ष्य हासिल गर्नका लागि हो। यो भनाइले आध्यात्मिक खोजको महत्त्वलाई कति सुन्दर ढङ्गले जोड दिएको छ, होइन त? यो हामीलाई सानातिना क्षणिक कुराहरूमा नअल्झी जीवनको सर्वोच्च लक्ष्यतर्फ लाग्न प्रेरित गर्ने एउटा शक्तिशाली आह्वान हो। यसले भन्छ, समय खेर नफाल, आफ्नो भित्री यात्रा सुरु गरिहाल। जब हामी जीवनको उद्देश्य बुझ्छौं, तब स्वाभाविक रूपमा मनमा एउटा प्रश्न उठ्छ, त्यो उद्देश्य कसरी पूरा गर्ने, त्यो भित्री ज्वालालाई कसरी पोषण गर्ने, यो सैद्धान्तिक ज्ञानलाई व्यवहारमा कसरी उतार्ने? हो, यही प्रश्नको जवाब हाम्रो तेस्रो खण्ड साधनाको अनुशासनले दिन्छ। अनि राम्रो कुरा के छ भने अखण्ड ज्योतिले हामीलाई दर्शन मात्र दिँदैन, यसले त हामीलाई आध्यात्मिक अभ्यास अर्थात् साधनाको लागि एउटा स्पष्ट र व्यावहारिक बाटो पनि देखाउँछ, ताकि हामी त्यो दिव्य प्रकाशलाई केवल महसुस मात्र होइन, आफ्नो जीवनमा विकास गर्न सकौं। यो मार्ग तीनवटा महत्त्वपूर्ण खम्बाहरूमा टिकेको छ। पहिलो, स्वाध्याय, जसले हामीलाई ज्ञान र विवेक दिन्छ। दोस्रो, संयम, जसले हाम्रो ऊर्जालाई सही दिशामा लगाउँछ। र तेस्रो, सेवा, जसले हाम्रो हृदयलाई शुद्ध र विशाल बनाउँछ। यी तीनवटै मिलेर एक पूर्ण साधना बन्छ। तर यी सबै अभ्यासहरूलाई अड्याउने जग के हो त? त्यो हो श्रद्धा अर्थात् अटल विश्वास। जसरी राम्रो माटो बिना बिउ उम्रन सक्दैन, ठ्याक्कै त्यसरी नै श्रद्धा बिना कुनै पनि आध्यात्मिक अभ्यासले फल दिन सक्दैन। यो त शङ्का र निराशाको अँध्यारोमा बलिरहने विश्वासको दियो हो, जसले हाम्रो बाटोलाई सधैँ उज्यालो बनाइरहन्छ। यहाँसम्मको यात्रा त भित्री थियो, तर अब प्रश्न उठ्छ, के यो आध्यात्मिक यात्रा केवल व्यक्तिगत मुक्तिको लागि मात्र हो? के यो प्रकाश आफूभित्र मात्र सीमित राख्नका लागि हो? अखण्ड ज्योतिले भन्छ, होइन, हामीले जगाएको दियोको उद्देश्य आफ्नो कोठा उज्यालो पार्नु मात्र होइन, बरु त्यो प्रकाश लिएर बाहिर निस्कनु र अरूको बाटोलाई पनि उज्यालो बनाउनु हो। यो महान परिवर्तनको सुरुवात कहीँ बाहिरबाट होइन, भित्रबाटै हुन्छ। स्रोतले स्पष्ट पार्छ कि सम्पूर्ण सामाजिक र वैश्विक कल्याणको प्रक्रिया एक व्यक्तिको आत्मरूपान्तरणबाट सुरु हुन्छ। जसरी एउटा सानो दियोले पुरै कोठालाई उज्यालो बनाउन सक्छ, त्यसरी नै एक जागृत आत्माले समाजमा सकारात्मकताको सुरुवात गर्न सक्छ।
अनि त्यो एक व्यक्तिबाट सुरु भएको सकारात्मकताको तरङ्गले हेर्नुस् त त्यसले कसरी पुरै समाजलाई माथि उठाउन सक्छ। यो शान्ति र सद्भावको एक यस्तो लहर हो जुन एक व्यक्तिबाट अर्को व्यक्ति हुँदै पुरै संसारमा फैलिन सक्छ। र अन्ततः साँचो आध्यात्मिकताको अन्तिम अभिव्यक्ति मन्दिरको पूजा वा व्यक्तिगत ध्यानमा मात्र सीमित छैन। त्यो त निस्वार्थ कर्म र मानवताको सेवामा पाइन्छ। जब हामी हरेक प्राणीमा त्यही दिव्य अंश देख्न थाल्छौं र उनीहरूको सेवा गर्छौं, तब मात्र हाम्रो साधना र हाम्रो जीवन दुवै पूर्ण हुन्छ। ल अब हामीले अहिलेसम्म चर्चा गरेका सबै कुरालाई एकसाथ जोडेर यो प्रकाशको मार्गका मुख्य चरणहरूलाई फेरि एकपटक सर्र हेरौं, ताकि यो ज्ञान हाम्रो मनमा गहिरोसँग बस्न सकोस्। यो पूरै यात्रालाई हामीले 4वटा सरल तर निकै गहिरो चरणमा बुझ्न सक्छौं। पहिलो, आफ्नो भित्रको अनन्त दिव्य ज्वालालाई चिन्नुहोस् र स्वीकार गर्नुहोस्। दोस्रो, जीवनको परम उद्देश्य भौतिक प्राप्ति होइन, आध्यात्मिक विकास हो भनेर बुझ्नुहोस्। तेस्रो, स्वाध्याय, संयम र सेवाको अनुशासित साधनाबाट त्यो भित्री प्रकाशलाई विकास गर्नुहोस्। र अन्तमा, मानवताको सेवा गरेर आफ्नो भित्री दिव्यतालाई संसारमा फैलाउनुहोस्, ताकि हाम्रो जीवन अरूको लागि पनि प्रेरणा बनोस्। र यसरी अखण्ड ज्योतिको ज्ञानले हामीलाई कुनै अन्त्यमा होइन, बरु एउटा नयाँ सुरुवातमा ल्याएर छोडिदिन्छ। एक आध्यात्मिक रूपले जागृत जीवनको अनन्त सम्भावनाहरूको बारेमा एउटा चिन्तनशील प्रश्नको साथ। अब यो प्रकाशले हामी प्रत्येकको मार्गलाई कहाँ डोर्याउनेछ, त्यो त हामी आफैले खोज्नुपर्ने यात्रा हो।